कस्तो जंगलै जंगलको बाटो होइन प्रशान्तजी हजुरले हामीले यो घुमाउन त ल्याउनु भयो गाउँमा वरिपरि मान्छे पनि देख्दैन मान्छे पनि छैनन् यो गाउँमा होइन कस्तो खालको कस्तो किसिमको अचम्मको जंगल रहेछ र होइन कान्छा हो छ नि यार हेर्नु वरिपरि मान्छे पनि देख्दैन घर पनि देख्दैन अब कति टाढा छ अब कति टाढा छ एक दुई ए अनि यो घन्टामा आउँछ ए कति टाढा हुन्छ होइन प्रशान्तजी अझै पनि यो गाउँको बाटो आइपुगेन अब आइपुग्यो घन्टामा बाटो बन्ने हो ठुले हेर त केटा बल्ल आइपुग्यो हामी बाटोमा हेर ठीक छ तर यो गाउँमा हामी आफ्नो इन्भेस्टिगेसन ल्याएको छौँ हामी हप्ता दिन चाहिँ यो गाउँमा बस्नुपर्ने हुन्छ हजुरको गाउँ पनि टाढा रहेको हामी चाहिँ यो गाउँमा बस्छौँ तर कसको घरमा बसिन्छ त कसै मान्छे भेटिन्छ कि जाम त सोधौँ त कोही भेट्यो भने आज त कति मजा आयो नि अब सधैँ यतातिर खेल्न आउनुपर्छ कतिहरू जानु दाइजी हेर्नु त पारि त्यो केटाहरू किन भागिरहेछन् जाम त हो त नि है तँ भूत ह्या चुप्लाक आजभोलि जमाना आएर भूतको विश्वास गर्छस् प्रशान्तजी हेर्नुहोस् त त्यहाँ किन त्यो केटाहरू भागिरहेछ त्यो बौला जस्तो मान्छे मैले हेर्नु त जाम कुरा बुझाम किन भागिरहेछ केटाहरूले किन चाहिरहेको त्यसले के हान्दिउँ र मैले फेरि को मान्छे हो यो प्रशान्तजी देख्नुहोस् प्रशान्तजी तिम्रो घर कहाँ तिम्रो नाम के हो अब तिमुर यहाँ नस अब तिमुर ठिक से मर्छौ जाने के भन्छ को मान्छे हो यो किन डराछस् त म हान्छौ तिमुरलाई मैले एकखेर तिमुरलाई जाम जाम हिँड बोलाएर थियो मान्छे कहाँ आजभोलि त्यो मर्छौ किन के मर्छौ भन्छ झन् त्यस्तो प्रशान्तजी हेर्नुहोस् त ऊ त्यो घरमा कोही मान्छे पक्कै पनि हुनपर्छ गएर सोधिहालौँ बास पनि पाइन्छ कि होइन कान्छा हो कि न ठुले हो गएर चाहिँ सोधिहालौँ बास पाइयो भने आजको दिनलाई त हामीलाई रात काट्न सजिलो होला जाम बरु गएर सोधिहालौँ ए बाजे नमस्कार है नमस्कार 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 बाजे अनि यो यस्तो सुनसान घरमा यो गाउँमा हामीलाई आज बास मिल्छ होला मिल्छ अनि बाबुको घर चाहिँ कहाँ हो हजुर हामी चाहिँ टाढै सहरदेखि आएको बसेर कुरा गरौँ न है हजुर ल अनि यो घरमा चाहिँ हजुर के एक्लै बस्नुहुन्छ ओहो कोही एउटा छ त्यो तिमीहरूले थाहा छैन कोही एउटा बस्छ यहाँ ए अनि बाजे बाबुको घर चाहिँ कहाँ हो हाम्रो घर चाहिँ उता घोरै बजार दाङ घोरै हजुर अनि यो गाउँको नाम चाहिँ के हो हामीलाई त गाउँको नाम थाहा भएन हामी त घुम्न आएको त्यतिकै आफ्नो इन्भेस्टिगेसन यो गाउँको नाम त बोक्सी गाउँ बाजे अर्को गाउँको नाम त्यसो भए त राक्षस गाउँ होला त ठुले मजाक नगर्न बाजे त्यसको कुरामा छोडिदिनु अनि बरु हामी चाहिँ 2-4 दिनलाई यो घरमा बास पाइन्छ भने दिनु सक्नुहुन्छ 2-4 दिन आउन्न एकै ल एक दिन भए पनि हुन्छ होइन कान्छा ठुले हुन्छ प्रशान्तजी ल हुन्छ नि ल एक दिनलाई कुरा गरौँ है हुन्छ ल हुन्छ बाजे जाम कुरा गरौँ जाम दाजु पिछा गरेर आउँछ है ए ल आउँदै गर्छ ल हुन्छ सकेसम्म तिमीहरू योको घरमा नजाऊ तिमीहरू खतरैमा पर्ने छौ किन गर हिँड्छु प्लाएर हिँडौँ बाजे हिँडौँ डराउँछ जहिले पनि यार यस्तो डर लाग्दो छ कस्तो घरमा पनि पुरै माकुराको जाल खान्छ होइन बाजे सरसफाइ पनि गरौँ न के बाजेल त यो झ्याल पनि खोलौँ है त किन हजुर के भन्नुभएको यो बाजेले जाम दाजी के छ के भन्छ फेरि एकछिन लुक्नु बाजे मागे के छ के भयो त खाली डर के छ खै यहाँ के छ
कसम एक्लै छ दाजु यार चुप राख, हावा कुरा गर्छ। हो के दाजु चल, हावा कुरा गर्छ यार। अरे दाजुको विश्वासै गर्नु न दाजु यार हावा कुरा गर्छस्? मासि आऊ मासि ए ल जाम बाजे। ल मासि ल केटा तिमी यो सबै डर लागिरहेको छ यार। कान्छा लाग्छ डर चाहिँ यसले हिँड। बाजे तपाईँ रुक्नु न पहिला, हामी जाँदैनौँ। तपाईँ त गइहाल्नुहुन्छ नि बाजे, रुक्नु न बाजे। के माथि जाने बाजे? तल बस्दा हुन्न र? मासि ए माथि बसेर के गर्ने र बाजे? ओहो ताल पनि राम्रै रहेछ बाजे, साथ पनि कोही गयो सुत्नु पनि होला। आउनुहोस् बाजे। अरे के भयो होइन? के भयो तँलाई? अरे दाइ के यार के छ के यार दाइ के छ बाजे के भने सुन्नु न बाजे। अरे दाइ के बाजे के छ के यार यस्तो अन्धकार कोठामा बाजे लाइट सेट पनि छैन यहाँ। यो कोठामा कोही नगर्छ अनि तपाईँ चाहिँ एक्लै बस्नुहुन्छ घरमा, राति डर लाग्दैन? अन्त डर त केको चिजको अरे होइन। तर यो साले गदाले जहिले पनि भूत भइरहेको छ। यो भूत भन्छस्? तपाईँ विश्वासै गर्नु न दाइ यार यो कोठामा ए ल ठिक छ बाजे। अब खानपिन त हामीले खाएर आइसकेछौँ गाउँदेखि। अब यति सुत भयो होइन? हुन्छ बाजे। ठुलो कुरा हो, हजुर धेरै धन्यवाद छ। बाजे हुन्छ ल केटा अब के सुत्नु त ल, लास्ट जो पनि थाक्यो होइन, रात पनि परिसक्यो। यस्तो A few moments later. त्यो कोठामा के छ र त्यो बाजेले नजानी भन्नुभएको थियो, एकचोटि गएर हेर्नु पर्यो। कान्छा प्रशान्तजी उठ्नु उज्यालो भयो। ठुले खै त ए कान्छा, ठुले खै? मैले राति सपनाको करास त मान्थे, ठुले खै? मानेथे ठुले कहाँको? बाजे बाजे ए बाजे ठुले कहाँ? यो ढोका कसले खोलेछ फेरि? बाजे हाम्रो ठुले हरायो बाजे। हाम्रो ठुले हरायो। ठुले हरायो, ठुले हाम्रो बाजे। ठुले 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 के हो त? कान्छा ठुले कसले गरायो तिम्रो हालत? कान्छा ठुले कान्छा मोस को तिम्रो? हे को तिम्रो? हे को तिम्रो? थाहा छ यो खुकुरी? तिमीले के गर्छौ त मलाई? भन् तिम्रो किन हामीलाई दुःख दिइरहेको छौ? तिमीले तिम्रो को भन्? तेरो कसरी मृत्यु भयो भन्? कसरी भूत भयो तिम्रो? हामी दुइटाको अन्तर्जातीय विवाह भएको थियो, समाजले नस्वीकारेर हामी दुइटा आत्महत्या गरेर पुग्यो। ओहो यो हाम्रो नेपाली समाज पनि कस्तो छ? अन्तर्जातीय भन्छ, आखिर मानिस पनि सबै एउटै हो। अन्तर्जातीय भएर के हुन्छ? त्यत्र नगर, म तेरो आत्मालाई शान्ति दिन्छु। भन् तेरो आत्मालाई शान्ति पाउन के गर्नुपर्छ? हामी दुई ढुङ्गालाई हाम्रो आत्मा सम्झेर पूजा गर्ने, अनि त्यहाँ आँपको बुटा हुन्थ्यो, त्यो ढुङ्गालाई गाडिदिएर त्यहाँ यो फुल अबिरहरू छरिदिने। म सब गर्छु। पहिला मेरो खाते सन्चो गरिदेऊ, अनि संसारबाट म तँलाई मुक्ति दिलाइदिन्छु। खाताले सन्चो गरिदेऊ। अबदेखि कहिले तैँले मानिसले दुःख दिने छैन, कसम खा, बाचा गर। गरेँ मैले बाचा। सन्चो गरिदिए मेरो साथीलाई।
अनि म तँलाई मुक्ति दिन्छु ठुले कान्छा सन्चो भयो तिमीहरू हिँड कान्छा हिँड ठुले हिँड तिमीहरू जाऊ अब म तिमीलाई मुक्ति दिन्छु ठुले कान्छा जय ल अब यति भएपछि यिनीहरूको आत्माले शान्ति पायो